हाई गाइज, गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज पनि म नयाँ भिडियो ल्याएर तपाईँहरू सामु आइसकेको छु र आज मैले घाँस भारी पुऱ्याइसकेर भिडियो स्टार्ट गर्दैछु। अनि अब आज चाहिँ पुरा दिनहरू पनि खुल्ला भइरहेछ अनि नेटहरू पनि राम्रो चलिरहेछ। अनि त्यही भएर मैले आज फेरि नयाँ भिडियो बनाउनु सुरु गर्दैछु। आयो तपाईँहरूलाई मन पराइदिनु ल। साथीहरू, म चाहिँ अब घरभन्दा नि गोठ चाहिँ आइपुगेँ। घाँस पनि निकालिसकेँ, बारी पनि। अनि अब चाहिँ यहाँ एकछिनमा गोठको माथि बसिरहेको छु, गल्ले पनि। अनि त्यही भएर त्यस्तै भइरहेछ। अनि आज चाहिँ साथीहरू हाम्रो गाउँठाउँमा चाहिँ मजाले घाम लागेको छ। खुलेको धेरै दिन पछाडि हाम्रो स्कुल यहाँ बोराबारीभित्र देखाउँदैछु। यहाँ सबै आनन्द खालको कस्तो क्लिन भइरहेछ क्या। आज गाउँठाउँहरू सफा भइरहेछ आज। अनि म पनि अब यसो भिडियो बनाऊँ न त भनेर स्टार्ट गरिदिएको। त्यही हो साथीहरू, अब आजको दिनहरू के गर्छु, कसरी बिताउँछु त्यहीहरू अब देखाउनेछु हजुरहरूलाई। ल साथीहरू, म चाहिँ घर पनि आइपुग्न आँटेँ। अनि यो चाहिँ हाम्रो सुँगुरहरू पनि हिलोमा छन्। आज घाम लागेर अलिकति भइरहेछन्। अनि यस्तै साथीहरू, आज घाम लागेर आनन्दको भइरहेछ साथीहरू। यो चाहिँ मेरो घर, अनि यो चाहिँ हाम्रो भवन साथीहरू। अनि घर आइपुग्न आँटेको म चाहिँ अब घरमा के गर्दैछन्, हात्ती नानाहरू बिराम्छु भन्दै हुन्थ्यो। खाना सब्जी त बनाएँ कि के गरेँ। त्यसो साथीहरू, हात्ती नानाहरू चाहिँ गर्दैछन्, कपाल बाल्दै बसिरहेछ। अनि म चाहिँ घर आइपुगेँ साथीहरू। अब म यहाँ गोठमा डोको बिसाउँछु। यस्तो छ साथीहरू। यो चाहिँ को कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला साथीहरू। यसको नाम चाहिँ यस्तै छ साथीहरू। ल साथीहरू, म चाहिँ खाना खाएर पनि यसो माथितिर निस्किएको। अल्छी लाग्यो खाना खाएर। अनि यसो यहाँ माथितिर निस्किएको। कुखुराहरू कराएको छ। कोदो बारीहरू यस्तो छ साथीहरू। कोदो पाक्नु अरे अब नदेख्दा नि। यहाँ त कस्तो राम्रो छ, खुल्ला भएर छ दिनहरू। साथीहरू चाहिँ साप्लाको भन्ज्याङ यो माथिको चाहिँ ताप्लेजुङ पाथी भएर साथीहरू। यस्तो छ साथीहरू गाउँठाउँ भनेको। अनि तिरै गरेलाहरू पनि फाल्नु पर्दैछ। यो साथै दिनहरू राम्रो भइरहेछ, सफा। होइन चाहिँ म माथिल्लो घरतिर छिमेकीतिर आउँदैछु साथीहरू। चाहिँ सिलिङ भयो साथीहरू। ल साथीहरू, मेरो कोदो बारीहरू यस्तो छ है, सबै हरियाली। अनि सबै हरियाली भइरहेछ अहिले। यस्तै कोदो पाक्न आँटेको छ यतापट्टि चाहिँ। अनि यस्तो बारी पनि यस्तो राम्रो भइरहेछ नि सिलिङमा साथीहरू। सट्टै हाम्रो गाउँठाउँ चाहिँ यस्तै छ है साथीहरू। अब पहिरो जाँदा गरेर हलियाली अड्केको छ, सबै बाटोहरू पनि भत्केको छ। अनि त्यस्तै भएर म नि अहिले गाउँमै अड्केकै छु। अनि यसो यहाँ माथितिर निस्किएको साथीहरू यस्तो छ पछाडि चाहिँ। अनि यसो माथितिर जाँदै गरेको यहाँ दाजुभाइहरू भेट्नु, गफ लाउनु। अनि खाना खाएर एकछिन निस्केको। अनि यस्तो साथीहरू गाउँठाउँ सबै घाम लागेर तेल्लिमिल्ली भइरहेछ। अनि तपाईँहरूकोतिर कस्तो छ साथीहरू? पहिरोहरू कतिको गयो? हाम्रोतिर त्यति धेरै त गएन र पनि पानी चाहिँ डरै परेको। अनि यस्तै साथीहरू। अनि यो चाहिँ जेमीहरू लाग्यो साथीहरू। उकालो जाने चाहिँ बाटो जस्तो छ। यहाँ आइपुगेँ म मास्तिर।
साथीहरू हिँड्दै हिँड्दै ओ बाबाई के छ हौ आज कता बिरालोले पनि मह खान्छ र मरी काट्नु भएको आज थिएन चाक अलिअलि कति बजी निस्क्यो 10 अनि 10 बजी निस्किनु गइहाल्यो नि 20,000 आयो त ला 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 ल साथीहरू म चाहिँ यहाँ बस्दा गरेर चाहिँ झर्दैछ ओह्रालो एकछिन यहाँ दाजुहरूसँग गफ लगाएँ बसेँ अनि झरेको अब चाहिँ मेरो पनि दिउँसो काम छ गाईको गोबरहरू पल्टाउँछ अनि सुँगुरको पनि अनि लसुन प्याज रोप्ने बाँझो पनि पल्टाउनु छ काम छ अलिअलि काम गर्नुपर्ने छ तर घाम लागेछ आनन्द भइरहेछ जे होस् पानी पर्नुभन्दा चाहिँ घाम लाग्यो नि ठिक पानी पर्दा चाहिँ हिलो केही गर्नु पनि सकिँदैन बरु घाम लाग्यो भने त जे होस् तपाईँ पनि गर्न सकिन्छ नि त गर्मी नै भए पनि यस्तो राम्रो घाम लागेको छ साथीहरू हेर्नु न सट्ट घाम त के हो लगाइ अब सायद अब पानी पर्दैन होला अब हिउँदो पनि लाग्यो बर्खा पनि जानु गयो भनौँ न अब तिहार पनि आउनु लाग्यो अनि यस्तै साथीहरू गाउँघर जो सहर बजारहरू भन्दा नि गाउँघरै रमाइलो हुन्छ भन्नु चाहिँ र पनि अब गाउँघरै मात्र बसेर पनि खासै केही हुँदैन गाउँघरमा केही छैन गाउँघरमा त के भन्नु नेपालमै केही छैन त्यस्तै केही गर्नको लागि हुँदैतिर छिर्नै पर्छ त्यस्तै हो ल साथीहरू अब म चाहिँ बस्छु यताउता गऱ्यो अनि अब चाहिँ म मल सोर्नुतिर लागेँ यहाँ सुँगुरको मल अलिअलि सोर्नु छ अनि यहाँ बाँझो पनि अलिअलि खुन्नु पर्ने छ अनि यहाँ सुँगुर चाहिँ सुतिरहेछन् म चाहिँ सुँगुरको मल पल्टाउने छु अनि यहाँ चाहिँ ठिकै छु यस्तै साथीहरू घाम लागेर आनन्द भइरहेछ खुल्ला भइरहेछ अनि यहाँ बुढाहरू चाहिँ अहिले योचोटि बुढाहरू खासै काम दिएन रहेछ धेरै पानी परेर होला पानीले पनि होला अलिक पानी पहिला पोर्सारहरू जस्तो भएन अनि इस्कुसहरू पनि अब फल्दैछ त्यस्तै छ साथीहरू ल साथीहरू मैले चाहिँ अब सकाएँ मल सोरेर पनि यहाँ अब यहाँ हात्ती नाना रिसाएर मर्न आँटेको छ हात्ती नाना साह्रै सानो छ एकछिन काम गर्न आएको हात्ती नानासँग कसले सक्ने यस्तै छ भ्लगमा नदेखाएर केमा देखाउनु तिमीहरू देखाउने खालकै यस्तै छौ खनेको देखाउँदैछु तर यसमा चाहिँ भलै बोल्ने बेला भएको जस्तो छ हौ अब स्टप हुँदैन तिमीलाई घर खाजा पाएन मलाई थाहा छ भोक लागेर मर्नु थियो कहाँ गयो
ल साथीहरू, हामीले चाहिँ यहाँ मल छोडेर पनि खुनी पनि सकायौँ अनि गर्मी पनि भयो, भोक पनि लाग्यो। अनि उनीहरू चाहिँ झार खाँदैछन्। अनि अब म चाहिँ सके पनि यहाँ हात्ती नानाहरू चाहिँ गइसक्नु म घर। अनि म चाहिँ अब जाँदैछु। यहाँका आज त आकाशै हेरौँ हेरौँ लाग्ने छ साथीहरू, कस्तो क्लिन भइरहेको छ कि। म चाहिँ जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ काँटा। अनि अब चाहिँ गएर खाजा खानुपर्ने हुन्छ, नुहाउनु पर्ने हुन्छ साथीहरू। ल साथीहरू, मैले चाहिँ खाजा पनि खाइसकेँ। अनि यहाँ राङ्सले एकछिन चोक जाउँ हो भनेर अनि भन्यो भने एकछिन चोक झर्दै गरेको। घाम त यस्तो साह्रो लागेको छ कि चिलिमिली छ। अनि म चाहिँ एकछिन चोक लाग्दैछु साथीहरू। अनि अहिले चाहिँ 4 पनि भइसक्यो बेलुकाको। अनि एकछिन अब चोक झर्दैछु। झरौँ भने ला हो चप्पल चाहिँ माटै माटो हो। झर्दैछु साथीहरू। हामी चाहिँ बेलुका भएपछि पारिपट्टि यस्तो हुन्छ है, सबै यतापट्टि घाम यता छोडिन्छ, पारिपट्टि सबै जाडो हुन्छ। जाडो मौसममा चाहिँ हाम्रोमा चाहिँ अब बाह्रै 5-6 बजीसम्म घाम लाग्छ। अनि त्यस्तै लेट्सी। ल साथीहरू, हामी चाहिँ चोक लाग्यौँ है। अब हाम्रो चाहिँ आज भटभटेमा माथिदेखि नै यहाँ गएको बाटो यस्तो छ, लडिन्छ कि कहाँ भन्ने पनि डर छ। अब डर चाहिँ यस्तो छ साथीहरू, हाम्रो चाहिँ गाउँठाउँको बाटोहरू भिडियो पनि कस्तो आउँछ त्यो पनि थाहा छैन, हल्लिने जस्तो छ। आया माथि देखिएन बोल्नु न हौ। त्यस्तै छ साथीहरू। जे होस् कोदो चाहिँ पाक्नु आँट्यो। हाम्रो गाउँमा केही नफले पनि कोदो चाहिँ फल्छ। यस्तै छ साथीहरू। अब हामी चाहिँ भिडियो बनाउन चाहिँ नछोड्ने, जे जस्तो भए पनि। लडी गयो भने लडियो, तर यस्तोमा चाहिँ बिस्तारै होला हौ। बाटो चाहिँ यस्तो छ। अब यो बाटो रोड भन्नु कि यो के भन्नु एउटा लेन छ। यस्तै छ है साथीहरू हाम्रो बाटो, हाम्रो गाउँठाउँको बाटोहरू चाहिँ। यो बाटोमा चाहिँ कहिले BMW गएको अरे। तपाईँले चाहिँ अलिक सजिलो देख्नुहुन्छ होला बाटो, तर यो लास्ट आउनु है साथीहरू बाटो। भिडियोमा चाहिँ त्यस्तो देखिन्छ। त्यही हो साथीहरू, अब गाउँमा आइएको छ दुःख सुख अब यस्तै चलिरहेछ। अब रमाइलो छ भनौँ न गाउँठाउँ। अनि अब यसरी एकछिन अलिअलि काम गऱ्यो, एकछिन डुल्यो, खायो, सुत्यो, उठ्यो, त्यस्तै दिनचर्या चलिरहेछ। अहिले चाहिँ अब हेरौँ अब आफ्नो पत्रमा पछाडि हो। त्यही छ साथीहरू। ल गाइजहरू, हामी चाहिँ फाइनल्ली हाम्रो हाइवे आइपुग्न आँट्यौँ है। यहाँ अब यस्तो छ बाटो साथीहरू। यो बाटो चाहिँ कहिले पिच हुन्छ र राम्रो हुन्थ्यो। हाइवे त भएको छैन नि हाम्रो शाखाको त के कुरा गर्नु। हाम्रो हाइवेको चाहिँ यो छ हालत गाइजहरू। हाम्रै दुःख सुख यस्तो अलिअलि बाइकहरू पनि जान्छ, त्यसमै पनि खुसी मान्नुपर्छ। अब हाम्रो यो हाइवे गाइजहरू यो चाहिँ। म चाहिँ चोक झरेको, अब स्कुल डाँडा नै जाने बेला अब जस्तो छ। अलि बिस्तारै हो, यहाँ सुनिँदैन नि, माइक छैन नि। त्यही छ साथीहरू। अब हाइवे पायो भन्दैमा दिन्छ अब यता राङ्सले। अब हामी चाहिँ चोक आइपुग्नु बाटोमै खाइन्छ। त्यही हो साथीहरू। अब चाहिँ मेरो दिनहरू कसरी कट्यो त्यही भिडियो बनाएको छु। अब यसरी बित्दैछ जे जस्तो भयो। कपुरी बोकी कपुरी नै हो नि। ओ कपुरी। अनि हाम्रो गाइड हामी चोक आइपुगिसक्यौँ। कहाँ गएको हाम्रो चोक चाहिँ यस्तै छ साथीहरू। यस्तै छ साथीहरू। चोकमा पारी कुरा होला राखेको ल, कि बस्ने एकछिन बसौँ न त एकछिन।
ल साथीहरू म चाहिँ हाम्रो यात्रा चाहिँ चोकसम्म थियो चोक हुँदा पनि फेरि अब पाहाड स्कुल जाने पो कुरा हो अनि हामी स्कुल जाँदातिर पो लाग्यौँ गाइडहरू यस्तो छ साथीहरू हाम्रो बाटो चाहिँ लाग्ने हो साथीहरू यो हाम्रो बाटोमा त बाइकमा चढ्नु सकिँदैन हौ यस्तै छ तिमीले बाटो फेर्यौ अरे पो त यो बाटोहरू पनि के हो यो बाटो हेर्नु पनि मलाई मन पर्दैन गाइडहरू यस्तो चाहिँ साथीहरू के गर्नु भनेर कसलाई भन्नु अब सुनाएर कसलाई सुनाउनु हाम्रो चाहिँ ओयाम खोला पुल चाहिँ यस्तो छ है यस्तो छ हाम्रो साथीहरू के भन्नु र अब हाम्रो पुल चाहिँ खत्रै छ अब यता चिसोपरि आयौँ अघि यता पारी गइदिउँ गाइडहरू अब अहिले हामी यता साथीहरू हामी चाहिँ ओयाम बजार बाट पनि अब फर्क्यौँ यहाँ अलिकति सामान ल्याउनु आउनु परेर आएको थियौँ अनि अब यहाँ ओयाम बजारमा त जाडो पो हुन थालेछ हौ साथीहरू निकै जाडो पनि लाग्नु थालेछ अनि अब फर्किनेछौँ यस्तै छ तपाईँहरूले यो बाटो पनि कति देखाउनु हो होइन बाटो हाम्रो घर त यहाँ पारिपट्टि अनि हामी त्यता जाँदैछौँ त्यही हो साथीहरू ल साथीहरू हामी चाहिँ चोकदेखि उकालो पनि लाग्यौँ अनि यसले चाहिँ एउटा भारी बोकेर हिँड्दैछ यो राङ्सले अनि अब रात पनि पर्नु आँट्यो रात पर्नु आँट्यो पनि परिसक्यो भन्दा पनि भयो अनि अब आजको भिडियो चाहिँ म यहीँ अन्त गर्छु सबैले जे जस्तो भए पनि माया गरेर हेरिदिनु होला र लाइक सब्सक्राइब र सेयर गरिदिनु होला ल